हेलो साथीहरु सबैजनालाई मेरो नमस्कार अनि तपाईहरुलाई लर्न एन्ड ग्रो युट्युब च्यानलमा स्वागत छ। सबैजना सन्चै र आरामै हुनुहुन्छ होला भनेर मैले आशा राख्छु अनि सबै विद्यार्थी साथीहरुको पढाइ राम्रै चलिरहेको होला भनेर मैले आशा गर्दछु। अब हामी सबैजना मिलेर हाम्रो पढाइ अझ राम्रो बनाउनु पर्छ है त साथीहरु। आजको भिडियोमा मैले तपाईहरुलाई क्लास 4 साइन्सको युनिट 7 को इनर्जी इन डेली लाइफ बाट इलेक्ट्रिकल इनर्जी भन्ने च्याप्टरको मैले तपाईहरुलाई सबै क्वेशन एन्सर शेयर गर्न जाँदैछु। साथीहरु तपाईहरुले देख्न सक्नुहुन्छ 7.2 इलेक्ट्रिकल इनर्जी अनि यो चाहिँ पेज नम्बर 170 मा पर्छ। साथीहरु यो भन्दा पहिले मैले तपाईहरुलाई युनिट 7 इनर्जी इन डेली लाइफ बाट इनर्जी भन्ने च्याप्टरको मैले तपाईहरुलाई क्वेशन एन्सर शेयर गरिसकेको छु। यदि त्यो भिडियो हेर्नु भएको छैन भने माथि आई बटनमा गएर क्लिक गरेर पनि त्यो भिडियो तपाईहरुले हेर्न सक्नुहुन्छ। साथीहरु सबैजना अब आफ्नो बुक कपी पेन लिएर अब क्वेशन एन्सर लेख्नका लागि तयार भएर बस्दिनु होला है त। साथीहरु यो भिडियो सुरु गर्नु भन्दा पहिले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साइडमा रहेको बेल आइकनमा गएर अलमा क्लिक पनि गरिदिनु होला अनि मेरो भिडियोलाई लाइक गरी हजुरको साथीहरुलाई यो भिडियो शेयर पनि गरिदिनु होला है त। साथीहरु हजुरकै साथ सपोर्टले गरेर मेरो च्यानलमा 400 सब्स्क्राइबर कम्प्लिट भइसकेको छ। साथीहरु मेरो च्यानललाई अझै धेरै साथ सपोर्ट गरिदिनु होला अनि छिटो भन्दा छिटो साथीहरु 1000 सब्स्क्राइबर कम्प्लिट गराइदिनु होला है त। साथीहरु अब ढिला नगरी मैले यो भिडियो सुरु गर्छु है त। तपाईले मेरो यो स्क्रिनमा देख्न सक्नुहुन्छ युनिट 7 को 7.2 इलेक्ट्रिकल एनर्जी भनेर हाम्रो टपिक रहेको छ। आजको भिडियोको 3 नम्बरको क्वेशनमा यहाँ माथि गिभ रिजन दिएको छ अनि यहाँ साथीहरु ए नम्बरमा नेपाल हैज हाई टेन्डेन्सी टु जेनेरेट हाइड्रो इलेक्ट्रिसिटी भनेर चाहिँ हामीलाई यसको रिजन भन्न भनेको छ। अनि हामीले यसको एन्सर कसरी लेख्ने त भन्दाखेरि नेपाल हैज हाई टेन्डेन्सी टु जेनेरेट हाइड्रो इलेक्ट्रिसिटी बिकज नेपाल हैज मेनी रिभर्स फ्लोइङ इन अ शेप दैट हैज क्यापेसिटी टु प्रोड्युस इलेक्ट्रिसिटी भनेर हामीले यसरी यो ए नम्बरको रिजन यसरी लेख्न सक्छौं। साथीहरु अब बी नम्बरमा यस्तो क्वेशन दिएको छ इलेक्ट्रिसिटी इज एन इम्पोर्टेन्ट सोर्स अफ एनर्जी भनेर हामीलाई चाहिँ यो क्वेशन दिएको छ अनि हामीले यसको एन्सर लेख्नु पर्दा इलेक्ट्रिसिटी इज एन इम्पोर्टेन्ट सोर्स अफ एनर्जी बिकज इट डज नट पोल्युट द इन्भाइरोमेन्ट एन्ड इट क्यान बी इजिली कन्भर्टेड इन्टु अदर फर्म अफ एनर्जी सच एज लाइट हिट एन्ड केमिकल एनर्जी इटिसी भनेर हामीले यसको पनि यसरी रिजन लेख्न सक्छौं। अब सी नम्बरमा हामीलाई यस्तो क्वेशन दिएको छ ड्राई वुड इज एन इन्सुलेटर भनेर हामीलाई क्वेशन दिएको छ। साथीहरु अब हामीले यसको एन्सर लेख्नु पर्दा ड्राई वुड इज एन इन्सुलेटर बिकज दे डु नट कन्डक्ट हिट एन्ड इलेक्ट्रिसिटी थ्रु देम भनेर हामीले यसको पनि यसरी रिजन लेख्न सक्छौं। अब 4 नम्बरमा चाहिँ एन्सर द फलोइङ क्वेशन भनेर हामीलाई क्वेशन दिएको छ। अब हामीलाई यो 4 नम्बरमा चाहिँ ए बी सी डी गरेर 4 वटा क्वेशनहरु दिएको छ। साथीहरु अब मैले यसको क्वेशनहरु पालो गरेर पढ्छु है त। जस्तै कि ए नम्बरमा व्हाट डु यु मीन बाइ सोर्सेस अफ इलेक्ट्रिसिटी भनेर हामीलाई क्वेशन दिएको छ। हामीले यसको एन्सर लेख्नु पर्दा द डिभाइस दैट कन्भर्ट अदर फर्म अफ एनर्जी इन्टु इलेक्ट्रिकल एनर्जी इज नोन एज सोर्स अफ इलेक्ट्रिसिटी भनेर हामीले यसरी यसको एन्सर लेख्न सक्छौं। साथीहरु अब बी नम्बरमा हामीलाई यस्तो क्वेशन दिएको छ नेम एनी 4 इलेक्ट्रिकल डिभाइस दैट आर फाउन्ड इन योर स्कुल भनेर हामीलाई क्वेशन दिएको छ। हामीले यसको एन्सर लेख्नु बेलामा द 4 इलेक्ट्रिकल डिभाइस दैट आर फाउन्ड इन आवर स्कुल आर भनेर जस्तै कि फ्यान लाइट स्पिकर कम्प्युटर भनेर हामीले यसरी यसको 4 वटा इलेक्ट्रिकल डिभाइसहरुको नाम लेख्न सक्छौं। साथीहरु अब सी नम्बर राइट एनी 4 युजेस अफ इलेक्ट्रिसिटी भनेर हामीलाई क्वेशन दिएको छ। हामीले अब यसको एन्सर लेख्नु पर्दा द 4 युजेस अफ इलेक्ट्रिकल एनर्जी आर भनेर अब युजेसहरु के छ त लाइटिङ हिटिङ कुलिङ चार्जिङ भनेर हामीले यसरी सी नम्बरको एन्सर लेख्न सक्छौं। अब साथीहरु डी नम्बर व्हाई इज कपर युज्ड फर मेकिङ वायर भनेर हामीलाई क्वेशन दिएको छ अनि हामीले यसको एन्सर लेख्नु पर्दा कपर युज्ड फर मेकिङ वायर बिकज इट इज गुड कन्डक्टर अफ इलेक्ट्रिसिटी भनेर हामीले यसको एन्सर यसरी लेख्न सक्छौं। साथीहरु अब यो एक्सरसाइजको अन्तिममा 5 नम्बर रहेको छ अनि यो 5 नम्बरमा क्लासिफाई द गिवन मेटेरियल एज कन्डक्टर अर इन्सुलेटर भनेर हामीलाई दिएको छ। यहाँ निर चाहिँ अप्सनहरु दिएको छ अनि यो
अप्सनहरु मध्ये चाहिँ कुन चाहिँ कन्डक्टर हो र कुन चाहिँ इन्सुलेटर हो भनेर हामीलाई छुट्याउन भनेको छ। अनि हामीले चाहिँ माथि कन्डक्टर तल इन्सुलेटर भनेर चाहिँ कन्डक्टरको ठाउँमा कपर वायर, गोल्ड, वेट वुड भनेर हामीले माथि कन्डक्टरमा यसरी लेख्न सक्छौं। अनि तल इन्सुलेटर्स रहेको छ, इन्सुलेटर्समा चाहिँ पेन, ग्लास रड, इरेजर, ड्राई वुड भनेर यसरी हामीले लेख्न सक्छौं। साथीहरु कन्डक्टरमा चाहिँ इलेक्ट्रिसिटीहरु सजिलोसित फ्लो हुने गर्छ भने इन्सुलेटरमा भने इलेक्ट्रिसिटीहरु फ्लो गर्न सक्दैन। साथीहरु आजको भिडियोमा यति नै। हामी फेरि नयाँ भिडियोमा भेट्ने छौं। अनि भिडियो अन्तिमसम्म हेर्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। अनि भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजलाई यति नै। बाइ बाइ।